जनकपुर एयरपोर्टमा यात्रीहरूको भिड अत्याधिक बढेपछि एकातिर एयर कम्पनीहरूले चार्टर फ्लाइट बढाएको छ भने अर्कोतर्फ एयरपोर्ट 1.5 घण्टा पहिला खोलिने निर्णय गरिएको छ। जनकपुर एयरपोर्टका प्रमुख भीमदत्त पन्थका अनुसार शुक्रबारदेखि एयरपोर्ट 4:30 बजेदेखि नै खोलिनेछ। बुद्ध एयरको एका बिहानै फ्लाइट चलाउने निर्णय गरिएको हो। यसअघि जनकपुर एयरपोर्टलाई बिहान 6 बजे खोलिने गरिन्थ्यो। बिहान 6 बजेदेखि राति 12 बजेसम्म खोल्ने गरिन्थ्यो। केही दिनदेखि राति 2 बजेसम्म फ्लाइट आइरहेको एयरपोर्टका प्रमुख पन्थले मोडेल खबरलाई बताए। बुद्ध एयरको जनकपुर धाम काठमाडौँ 5 वटा फ्लाइट रहेको छ भने यतिको 2 वटा फ्लाइट रहेको छ। जनकपुर धाम लुक्ला वैकल्पिक उडानको माध्यमले पनि फ्लाइट आइरहेको छ। कार्यालय प्रमुख पन्थका अनुसार ताराको 2 र समिट एयरको 2 वटा फ्लाइट रहेको छ। अत्याधिक वर्षापछि विभिन्न सडक मार्ग अवरुद्ध भएपछि यात्रीहरूको चाप हवाई मार्गतर्फ बढेको छ। जनकपुर एयरपोर्टका प्रमुख पन्थका अनुसार दिनभरि एयरपोर्टमा भिड लागेकै हुन्छ। बुद्ध एयर जनकपुरका म्यानेजर विजय कुमार सिंहले मोडेल खबरसँग कुरा गर्दै टिकटका लागि दिनमा आफूलाई 100 भन्दा बढी फोन आउने गरेको बताए। अनलाइन टिकट भएकाले मोबाइलबाटै हेर्न सकिन्छ। खाली छ वा छैन तै पनि धेरैले फोन गर्ने गरेको बताउँदै उनले भने, हामी अवस्थाको जानकारी दिने गरेका छौं। अहिले एयरलाइन्स कम्पनीले दैनिक चार्टर फ्लाइट पनि गर्ने गरेको छ। केही एयरलाइन्स कम्पनीले नियमित फ्लाइटलाई रोकेर चार्टर फ्लाइट गरेर निकै कमाउने गरेको देखिएको छ। बुधबार बुद्ध एयरको 5 वटा नियमित फ्लाइट रहेको थियो। बुद्धले सो दिन 3 वटा चार्टर फ्लाइट पनि गरेको छ। यसैगरी यति एयरलाइन्सको 3 वटा नियमित फ्लाइट रहेको थियो। एउटा फ्लाइट क्यान्सिल गरी एउटा चार्टर गरेको थियो। बुधबार ताराको 2 र समिटको 2 फ्लाइट रहेको थियो।